मात्र 6 महिना 6 दिनमा संसारका 14वटा 8000 मिटर भन्दा अग्ला हिमालहरू चढ्ने पहिलो व्यक्ति निर्मल पूर्जा अर्थात् निम्स दाई। Alright guys, Nims Dai. There are only 14 mountains in the world higher than 8,000 meters. The fastest time to climb all the 14 for 7 years. I can stay alive. I can do this in 7 months. He is no more with us. निम्स दाईको जीवनबाट यी 5 कुराहरू सिक्न सकिन्छ। The biggest strength I have is I have no fear. If you give up, you die. Giving up is not in the blood, sir. It's not in the blood. It took me सुत्नुमा यति फोकस गर्छ कि मान्छेले हो यो हेल्थको लागि पनि जरुरी हो, तर धेरै साह्रै सुत्यो भने के हो भने तपाईँ 60 वर्ष बाँच्नुहुन्छ नि, तपाईँ 35 वर्ष सुतेर बिताउनुहुन्छ क्या। त्यसले गर्दाखेरि चाहिँ धेरै नसुताउनु भयो। अहिले आएर मलाई कतिजनाले नेपाली होइन भन्नुहुन्छ, त्यो गलत हो। आज म एउटा सबै कुरा घुमाएर मैले मेरो मनको इमोसनको पनि मैले कुरा गरेँ होइन। मैले अस्ति आएर मैले यहाँ नेपालको कानुन अनुसार मैले एनआरएनको कागज लिएँ, मेरो हक अनुसार र नेपालको कानुन अनुसार। तपाईँहरूले कसरी भन्नु सक्नुहुन्छ कि म नेपाली होइन भनेर? सबैले भन्दैन त्यसरी। हाम्रो देश सानो छ, काम गर्ने मान्छेलाई काम गर्न दिनुपर्छ। म तपाईँलाई एउटा कुरा भन्छु, तपाईँहरू कतिहरू बाहिर जानुहुन्छ, विदेशमा जानुहुन्छ होइन, 14 पिक्स जस्तो भयो, नेटफ्लिक्समा आयो भन्दाखेरि हामीले एउटा गर्व गर्ने मौका भयो। अहिले हाम्रो 18 वर्षको मलाई अङ्कल भन्छ फर्स्ट टाइम। यस्तो बाबुहरूले, यस्तो हाम्रो के भन्ने छोराहरूले गर्दाखेरि उसलाई पनि मान्छेले अनेक गरेर गर्छ। त्यस्तो नगरौँ, अब चाहिँ सपोर्ट गर्नु पऱ्यो कि एक्लै अर्कालाई है, एक्लै अर्कालाई सहयोग गरौँ। म तपाईँलाई एउटा इक्जाम्पल दिन्छु। आज हाम्रो मन्त्रीज्यू पनि यहाँ हुनुहुन्छ। ल मलाई नेपालको ग्लोबल एम्बेसेडरको चाहिँ बिल्ला आयो, मैले त्यही अनुसारको काम गर्नु सुरु गरेँ। नेपाललाई एक्सट्रिम हब चाहिँ बनाउनु पऱ्यो भनेर रिक्वेस्ट भयो। मैले त्यही अनुसारको आफ्नै पैसा खर्च गरेर अनेक गरेर चाहिँ ल त्यसमा चाहिँ स्काई डाइभिङ, प्याराग्लाइडिङ, क्लाइम्बिङ, एल्पिनिजम सबै त्यही अनुसारको कन्सेप्ट लिएर चाहिँ यहाँ गरेर भनेर मैले एकदमै एक्सपर्टिजहरू लिएर स्काई डाइभिङको चाहिँ काम सुरु भयो। आखिरमा यत्रो एडभर्टाइज गरेर देश विदेशबाट चाहिँ अनेक थरीको यस्तो बिजी मान्छे, यस्तो भिआइपी मान्छेहरू मैले नेपाल ल्याएँ। आखिरमा आएपछि पर्मिसन दिनु भएन। पहिले नदिएको भए त त्यो बिचरा मलाई जति पनिसमेन्ट दिन्छ मलाई दिए भयो नि त। मलाई मन पर्दैन भने होइन। नेपालमा अब प्रगति गरेको देख्ने बित्तिकै सबैलाई आँखाबाट रगत आउँछ रहेछ होइन। मलाई मन पर्दैन, बरु मलाई डन्ठा हान्यो भने बिचरा त्यो खैरीहरूलाई आफ्नो छुट्टी लिएर होइन, कति आफ्नो काम छोडेर आफ्नो भिआइपी जस्तो मान्छेहरू आएर नेपाल आएपछि यहाँ आएर चाहिँ पर्मिसन नदिने, त्यो त हाम्रो देशको बिजेत भएन र। सुखको मात्र कुरा गऱ्यो भने हामी कहिले पनि अगाडि बढ्दैनौँ। त्यसले गर्दाखेरि मैले एउटा दुईवटा तितो कुरा गरेँ हामीलाई। सानो मन नलिदिनु, म तपाईँहरूको छोरा हो, म तपाईँहरूको दाजुभाइ हो। मलाई यदि म आफूलाई सेल्फिसनेस भएको भए म भन्छु आजको दिनमा पनि म सक्सेसफुल भएँ। आजको दिनमा, हिजोको दिनमा त 14 पिक्स गर्दाखेरि पनि मैले स्पेसल फोर्सको करियर छोडेर है, आफ्नो पेन्सन छोडेर म तपाईँलाई भन्छु स्पेसल फोर्स हुने के भने हामी यस्तो यतातिर हिँड्दाखेरि मात्र पनि मान्छे खुसखुस कुरा गर्थ्यो। एउटा इज्जत, एउटा शानको जागिर छोडेर भएको एउटै घर बेचेर होइन, म मरेको भए त मेरो बुढी, मेरो परिवार त बाटोमा आउँथ्यो। भाग्यको साथले गर्दा म आज बाँचेको छु। म देशलाई र हाम्रो
जति हुन्छ हाम्रो जाति नेपालीलाई चाहिँ कसरी अगाडि लाउने भन्ने मेरो सबै मनदेखि नै मेरो डिएनए नै त्यही हो।